सबैलाई नमस्ते। काभ्रे जिल्लाको सबैभन्दा मेन पर्यटकीय क्षेत्र धुलखेलमा चाहिँ यो भिडियो रेकर्ड भइरहेको छ र यतिखेर हामी चाहिँ धुलखेलको पनि अझ मेन केन्द्रबिन्दुमा आइपुगेका छौँ। देवी स्थान डाँडामा आइपुगेका छौँ। यहाँनिर देख्न सकिन्छ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिग छ र त्यसको ब्याकग्राउन्डमा चाहिँ एकदमै दामी पहेँलो फुल फुलिरहेको छ र यतापट्टि चाहिँ अर्को मूर्ति देख्न सकिन्छ, देवीको मूर्ति छ र अर्को भागमा फेरि ठुलो राष्ट्रिय झण्डा पनि गाडिएको छ र यो चाहिँ एकदमै पर्यटकीय दृष्टिकोणले एकदमै महत्त्वपूर्ण ठाउँ र काभ्रे जिल्लाको केन्द्र हो र यहाँ चाहिँ हामी चाहिँ धेरै समयपछि आउँदाखेरि यहाँ धेरै चिजहरू चाहिँ निर्माण भइसकेका रहेछन् र एकदमै सुन्दर आकर्षक ठाउँको रूपमा चाहिँ यो परिचित छ र धेरै देशी विदेशी पर्यटकहरू चाहिँ यहाँनिर आउने गर्नुहुन्छ। तपाईँ पनि काठमाडौँ आसपास हुनुहुन्छ अथवा चाहिँ धुलखेल नजिकै हुनुहुन्छ अथवा चाहिँ यो एरियामा घुम्न आउनुहुन्छ भने तपाईँहरू चाहिँ काभ्रे जिल्लाको यो देवी थान डाँडामा चाहिँ तपाईँहरू आउनु होला। यहाँबाट चाहिँ हिमालीय दृश्यहरू देख्न सकिन्छ, विभिन्न हिमालका दृश्यहरू देख्न सकिन्छ। हामी चाहिँ हिमाल देख्ने भन्दा यता पछाडिको भागमा छ, तपाईँहरूले अर्को योभन्दा अर्को विपरीत भागबाट चाहिँ हिमालको दृश्य पनि देख्न सकिन्छ। भनेदेखि प्राकृतिक र मानव निर्मित संरचना प्राकृतिक दृश्यहरू चाहिँ यहाँनिर चाहिँ देख्न सकिन्छ। तपाईँहरू पिकनिक मनाउन आउन चाहनुहुन्छ भने नि यो ठाउँ एकदमै लोकप्रिय रहेको छ र यो सुन्दर ठाउँमा यो दृश्य हामी तपाईँहरूलाई देखाइरहेका छौँ। आशा छ तपाईँहरू पनि घुम्न आउनुहुने नै छ। धन्यवाद।